प्यारा देशवासी, आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार। पछिल्लो राजनीतिक घटनाक्रम र विकसित देशको विकराल समस्याको बारेमा यहाँहरू सर्वविदितै हुनुहुँदैछ। आउने फागुन 21 गते संसदीय निर्वाचन हुन गइरहेको छ। त्यस अवस्थामा तपाईहरूले आफ्नो मताधिकारको प्रयोग गर्नुहोला। मताधिकारको प्रयोग गर्ने क्रममा आफ्नो विवेक नगुमाउनुहोला। सभ्य नागरिक, भव्य राष्ट्र बनाउने संकल्पका साथ पाउने 3 करोड नेपाली एकजुट भएर अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना भएको छ। भदौ 23 र 24 को जनविद्रोह, जनआन्दोलन, युवाहरूको आन्दोलन, जेनजी आन्दोलन पश्चात विकराल राजनीतिक घटनाक्रमले देशलाई अस्थिरतर्फ धकेलिरहेको छ। देश असुरक्षित भइरहेको छ। नागरिकले असुरक्षित महसुस गरिरहेका छन्। यो अवस्थालाई मध्यनजर गर्दै आउने निर्वाचनमा तपाईहरूले आफूले पाएको अमूल्य मताधिकारको सही प्रयोग गर्नुहुन म विनम्रतापूर्वक सम्पूर्ण देशवासीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। राज्यले विदेशमा बस्ने नेपालीहरूलाई मताधिकारबाट वञ्चित गराएको छ। हामीलाई आश्वासन देखायो विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको अवसर दिन्छौँ भन्यो, तर त्यो अवस्था सिर्जना गर्न सरकारले कति पनि भूमिका खेलेन। यो कुरा हामी विदेशमा बस्ने सम्पूर्ण नेपालीले महसुस गरेका छौँ। हामीलाई चाहना थियो यो हुने निर्वाचन, फागुन 21 मा हुने निर्वाचनमा देश फर्कौं, राज्यका निम्ति, राष्ट्रका निम्ति र अब आउने पुस्ताका निम्ति हामीले आफ्नो विवेक प्रयोग गरेर सही मान्छेलाई मतदान गरेर देशको नेतृत्व गर्ने स्थानमा पुर्याउन सकौं भन्ने हाम्रो पनि ठूलो चाहना थियो। विशेष परिस्थितिका कारण, व्यावहारिक परिस्थिति, देशको विकराल स्थिति, देशको अर्थतन्त्र र पारिवारिक आर्थिक अवस्थाका कारण हामी विदेशमा बस्ने नेपाली तत्काल नेपाल फर्किएर मतदान गर्ने अवस्थामा कतिपय छौं, कतिपय छैनौं। हाम्रो बाध्यता र परिस्थितिले गर्दाखेरि देशमा भएको यो विशाल परिवर्तनलाई सहयोग गर्न हामीले प्रत्यक्ष रूपमा मताधिकारको प्रयोग गर्ने अवसरबाट वञ्चित भएका छौं। यसमा हाम्रो मन दुखित भएको छ। हामी दुखी छौं। यद्यपि हामी हाम्रो परिवारलाई, हाम्रो परिवारका सदस्यलाई फागुन 21 मा हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो मताधिकार कसरी प्रयोग गर्ने, विवेक कसरी प्रयोग गर्ने भन्ने बारेमा हामीले प्रष्ट रूपमा बताउन सक्नु पर्दछ। घर परिवारमा मतभेद हुन सक्छ। कसैको पनि घर परिवार सोच कुनै पार्टीको होला, कसैको विचार कुनै पार्टीसँग मिल्ला, कसैले कुन पार्टीलाई मन पराउला, कसैले कुन व्यक्तिलाई मन पराउला। तर कुरा व्यक्ति, पार्टी, नेतृत्वको होइन, कुरा देशको भविष्यको हो, हाम्रा बालबच्चाको भविष्यको हो। त्यसले गर्दा अब आउने निर्वाचनमा हामीले हाम्रो यहाँ भएको विवेकलाई गुमायौं र पैतालामा पुर्यायौं भने देशको भविष्य अन्धकार हुनेछ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमले देश अस्थिरतातिर धकेलिने, देशमा अशान्ति फैलिने, देश टुक्रिने वा देश तेस्रो पक्षको हातमा जाने परिस्थिति सिर्जना हुने अवस्था थियो। तत्कालीन बुद्धिजीवीको समूहले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएर, संकटबाट जोगाएर नागरिक सरकार गठन गर्यो। नागरिक सरकार गठन गरे पश्चात विभिन्न जेनजी समूह, विभिन्न राजनीतिक दलहरूको विस्तृत छलफल पछि, लामो प्रयासपछि फागुन 21 मा चुनाव हुने वातावरण सिर्जना भएको छ। देशमा यस्तो सुनौलो अवसर आएको छ। यो अवसरलाई हामीले गुमाउनु हुँदैन। कस्तो नेतृत्व चुन्ने, कसरी चुन्ने, कसलाई चुन्ने भन्ने त्यो सो विवेक तपाईले प्रयोग गर्नुपर्ने हुन्छ। अब आउने निर्वाचनमा पनि पुराना राजनीतिक दल जसले 30 वर्षदेखि यो राज्य दोहन गरे, 30 वर्षदेखि यो राज्यको सम्पत्ति लुटे, 30 वर्षदेखि हाम्रो कर रगत पसिनाबाट सिंचित आय आर्जनबाट लिएको करलाई व्यक्तिगत खर्च, व्यक्तिगत स्वास्थ्य लाभ, व्यक्तिगत भ्रमण, व्यक्तिगत फाइदाका लागि यिनीहरूले लुट्दै आइरहेका छन्। आज युवाहरूले सुरुवात गरेको भ्रष्टाचार विरोधी आन्दोलनमा तत्कालीन सरकारले चरम दमन गरे पश्चात हिंसात्मक आन्दोलनले गएको छ। यो 76 जना नेपालीको ज्यान मात्रै होइन, धेरै आमाको काख रित्तिएको छ, धेरै आमाको कोख रित्तिएको छ, धेरैका सिन्दुर पुसिएका छन्, धेरै बालबच्चाहरू टुरा भएका छन्। उनीहरूको भविष्य बनाउने हात, उनीहरूको भविष्य बनाउने जिम्मा अब तपाईँ हाम्रो हातमा छ। बुढी औँलामा मसी मात्रै दल्लिने होइन, अब आउने निर्वाचनमा शहीदको रगत पोतिने छ। यो कुरालाई मनन गर्नुहोला। 30 वर्षदेखि देश लुट्ने नेताहरूलाई कसरी धपाउने त्यो जिम्मा तपाईँ हाम्रो काँधमा छ, हातमा छ, विवेकमा छ। त्यो विवेक हामीले गुमायौं भने यो राज्यको दोहन अझै लम्बिनेछ। त्यसैले अन्तिम पटक, यो पटक अन्तिम पटक 30 वर्षदेखि देश लुट्नेलाई होइन, नयाँ आउनेलाई हामीले चुन्न जरुरी छ। यो कुरालाई सबैले मनन गर्न जरुरी छ।
यो घडीमा यो परिस्थितिमा जति नयाँ दलहरू खुले तिनीहरू एकसाथ एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था थियो, तर व्यक्तिगत लाभ र खिचोलाका कारण दल एकजुट हुन सकेनन्। यसैले आफ्नो आफ्नो दल दर्ता गरेर निर्वाचनमा हुमिएका छन्। तर यो देशका लागि राम्रो काम गर्ने व्यक्ति चुन्न जरुरी छ। यो कुरा तपाईँ हामीले मनन गर्न जरुरी छ। यदि हामीले विवेक गुमायौं भने यो देश भड्खालामा जानेछ, अझै 50 वर्षपछि धकेलिनेछ। त्यसैले तपाईँ हामीले मतदान गर्नु अघि विवेक नगुमाउँ। त्यसैले अब आउने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउँ। राष्ट्रिय स्वतन्त्र पार्टी की बार बालेन सरकार। जय नेपाल, जय देश, जय नेपाली। सबैको पशुपतिनाथले कल्याण गरून्। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रिम बधाई तथा विजय उत्सवको शुभकामना। अब की बार बालेन सरकार। जय बाल।